आज चाहिँ म तपाईहरुलाई यहाँ कोरियाको पिआर पाथवेहरू के हुन सक्छन् त भनेर तपाईहरुलाई जानकारी गराउन गइरहेको छु। म आधिकारिक इमिग्रेसन लयर त होइन, तर मैले जति पनि इन्फर्मेसनहरू कलेक्सन गरेको छु, यी इन्फर्मेसनहरू चाहिँ अधिक से अधिक हाई कोरियाबाट र आधिकारिक साइटहरूबाट खोजेर चाहिँ यो तयारी पारेको छु। यसले चाहिँ तपाईलाई अलिकति भए पनि सहयोग हुन्छ होला भन्ने आशा गरेको छु। यसमा चाहिँ सबैभन्दा मैले टपमा चाहिँ हाम्रो कोरियाको पिआर भन्छ, त्यसलाई F5 यङचुगन कहाँ कुन वेबाट त जान सकिन्छ भनेर बनाएको छु। तपाईलाई अब तल सबैभन्दा पुछारमा हेर्नुभयो भने हामी मेनली कोरिया आउने भनेको कि त तपाईको D2 D4 भिसामा कि त E9 भिसामा हैन। हामी नेपालीहरु त विशेष गरेर E9 र D2 D4 स्टुडेन्ट भिसामा आइन्छ। प्रोफेसनल भिसामा आउनुहुने व्यक्तिहरु कमै हुनुहुन्छ होला सायद, हैन। मैले त्यति धेरै थाहा पाएको छुइनँ। त्यही भएर अब जस्तै तपाई चाहिँ D2 D4 मा कोरिया आउनुहुन्छ अनि D2 D4 बाट चाहिँ तपाईको ग्रेजुएट भइसकेपछि, अब ग्रेजुएट नभइकन त कुनै पनि कुरै भएन। जब तपाई D2 D4 मा ग्रेजुएट हुनुहुन्छ, तपाईले ग्रेजुएट भइसकेपछि ग्रेजुएसन सर्टिफिकेट पाइसकेपछि त्यो ग्रेजुएसनको आधारमा तपाईले कि त E71 अथवा यतापट्टि गएर E72 E73 यो भिसाहरु तपाईले एप्लाई गर्न सक्नुहुन्छ डाइरेक्ट, अथवा तपाई D2 D4 बाट ग्रेजुएट भइसकेपछि D10 भिसा एप्लाई गर्नुहुन्छ। जस्तै तपाईको यहाँ चाहिँ मैले किन D2 D4 बाट डाइरेक्ट E7 अथवा यहाँ F27 मा पनि गरेको छु भने, जस्तो तपाई ब्याचलर पढ्नुभयो D2 मा र मास्टर फेरि D2 मै पढ्दै हुनुहुन्छ भनेपछि तपाईको ब्याचलरको सर्टिफिकेटले एप्लाई गर्न मिल्छ। त्यही भएर तपाईको अब D2 बाट छिट्टो वे भनेको D2 बाट तपाई अथवा D4 बाट तपाईले चाहिँ D4 बाट पनि D2 मा त आउनु परेको, त्यसपछि तपाईको D2 हुनुभयो। तर तपाईले चाहिँ ब्याचलरमा D2 भएर फेरि माथिल्लो कोर्समा चाहिँ D4 मा जानुभएको हरेक केसहरु छन्। त्यसले आफ्नो वे अनुसार फरक हुन्छ। त्यसपछि तपाईहरु E71 मा जानुभयो अथवा चाहिँ तपाई E72 और E73, यसमा चाहिँ E71 चाहिँ प्रोफेसनल भयो। यसमा 65 वटा जब कोडहरु हुन्छन्, जसमा चाहिँ म्यानेजरियल पोस्टहरु देखि लिएर इन्टरनेशनल सेल्स यी यावत पर्छन्, हैन। अब यतापट्टि E72 E73 सेमी प्रोफेसनल भन्छ यसलाई। यसमा पनि हामी डाइरेक्ट जान सकिन्छ, तर त्यसको लागि चाहिँ कम्पनीहरुले अथवा जागिर दिने युनिटले चाहिँ स्पोन्सरशिप गर्नुपर्छ। अब मैले यहाँ E1 E2 E3 E4 E5 र D5 D6 D7 D8 D9 पनि यहाँ मेन्सन गरेको छु। यसमा चाहिँ अब ट्रेड गर्नेहरुले ट्रेडिङ भिसाहरु पनि हुन्छन्, अनि चाहिँ अतापट्टि चाहिँ प्रोफेसरहरु, हैन, अनि इन्टरनेशनल ल्याङ्ग्वेज इन्स्ट्रक्टरहरु यहाँ भित्रबाट पनि तपाईको चाहिँ यो भिसाहरुले चाहिँ के गर्ने, यो नेक्स्ट स्टेपमा चाहिँ F27 मा जान पाउने भिसाहरु भयो। योहरु E71 E1 देखि लिएर E5 सम्म, D5 देखि लिएर D9 सम्म। अब त्यसमा तपाईको यतापट्टि मैले D10 बाट डाइरेक्ट F27 पनि मेन्सन गरेको छु। यसमा चाहिँ के छ भने F27 पाउनको लागि 80 पोइन्ट क्राइटेरिया तोकेको छ। त्यो 80 पोइन्ट पुर्याउनलाई चाहिँ यहाँ जति पनि जीकेएस स्कलरशिपबाट पढ्नु भएको स्टुडेन्टहरुको चाहिँ तपाईको चाहिँ जब भन अथवा इन्कम ट्याक्सको सर्टिफिकेट बिना D10 बाटै तपाईको एउटा जब पाएको, इम्प्लोइमेन्ट कतै जागिर पाएको चाहिँ, हैन, सर्टिफिकेट हुने बित्तिकै त्यसले के गर्न पाउँछ त भन्दाखेरि F27 एप्लाई गर्न पाउँछ। त्यही भएर मैले यहाँ D10 बाट यता E71 E2 तिर जाने र यतापट्टि E7 तिर पनि एरो देखाएको छु र डाइरेक्ट फेरि यता D10 बाट F27 मा पनि एरो देखाएको छु। अब F27 बाट चाहिँ तपाईको यहाँ चाहिँ
F27 बाट चाहिँ F5 जाने वेहरू फेरि यहाँ पनि धेरै छन्। जस्तै एउटा F51 भन्ने छ, एउटा F510 भन्ने छ, एउटा F514, F515 र F516 भन्ने छ। 14 म कन्फ्युज भएँ, 15 र 16 भन्ने छ। यसमा चाहिँ तपाईँको विभिन्न अब क्राइटेरियाहरू छ। विशेष गरेर सबैभन्दा महत्त्वपूर्ण चाहिँ क्राइटेरिया F27 बाट F5 जाने चाहिँ तपाईँको इन्कम छ है। इन्कम ट्याक्समा अब यस तपाईँको चाहिँ इन्कममा चाहिँ अलिकति हलुका वे भनेको ब्याचलर र मास्टर्स कोरियाबाट गरेको व्यक्तिहरूलाई चाहिँ यहाँ F510 मा चाहिँ जिएनआईको 100% पुराको वेबाट यतापट्टिबाट यो जान सकियो होइन। अनि तपाईँको यतापट्टिबाट अर्को वे भनेको जस्तै E9 मा आउनुहुने साथीहरूले चाहिँ कताबाट जाने त भन्दाखेरि E9 बाट तपाईँलाई E74 मा जाने। E74 मा 5 वर्ष बसिसकेपछि तपाईँको जिएनआई 1.5 टाइम्स पुऱ्याउनु भने यो जिएनआई वर्षै पछि चेन्ज भएको हुनाले चाहिँ तपाईलाई मैले यहाँ मेन्सन गरेको छैन, 1.5 टाइम्स भनेको छु। तपाईँले E74 मा 5 वर्ष बसिसकेपछि तपाईँको जिएनआई चाहिँ 1.5 टाइम्स पुग्छ भने तपाईँले F299 भिसामा जान सक्नुहुन्छ। F299 भिसा र F72 भिसा समान भिसाहरू हुन्। यहाँबाट तपाईँले आफ्नै बिजनेस पनि गर्न पाउनुहुन्छ है। अनि तपाईँको चाहिँ F5 मा एप्लाई गर्न पनि पाउनुहुन्छ। तर त्यसको लागि चाहिँ अब F27 र F299 को बाटो मात्रै फरक हो। तपाईँको F299 भनेको E9 तिरबाट आउने भयो, E9, E10 होइन। S2 हामी S2हरू चाहिँ अब यो यिनीहरूको इथनिक ग्रुप पुरानो उनीहरूको बाउबाजे कोरियनहरू भएकोहरू चाहिँ S2 तिरबाट आएर जान्छन्। अब E10 भनेको यो चाहिँ हामी नेपालीहरू E10 मा खासै आउँदैनौँ, यसको बारेमा धेरै कुरा नगरौँ। अब यतापट्टि E72 र E73 सेमी प्रोफेसनलमा जति पनि अहिले धेरै विद्यार्थीहरू चाहिँ यो E72 र E73 मा ग्रेजुएट भइसकेपछि धनाधन यहाँ चाहिँ भर्ती भइराखेको अवस्था छ। अब यहाँबाट F5 मा जानको लागि चाहिँ तपाईँको F299 मा जानुपर्ने हुन्छ। यो F299 बाट चाहिँ तपाईँको यता F5 मा जान सकिन्छ। अब यहाँनिर अहिले पछिल्लो चरणमा चाहिँ F2R भिसाको पनि कुरा छ है। F2R बाट पनि F5 मा चाहिँ डाइरेक्ट जान पाइने भन्ने पनि कुराहरू आइराखेको छ। अब यो एक्ज्याक्टली ठ्याक्कै हो होइन, जान पाइने हो होइन भनेर चाहिँ अब 1-2 जना एप्लिकेसनहरू गरेको छन्। तर तिनीहरूको चाहिँ एप्लिकेसन गरेको भन्दा पनि अब F2R सुरु भएको लगभग अहिले 2-2.5 वर्ष मात्रै हुँदैछ। त्यस पछाडि डाइरेक्ट जान पाइने भनेर चाहिँ हल्ला चाहिँ छ, तर वास्तविकता चाहिँ के हो कसो आएको छैन। यहाँतिर E74 मा चाहिँ तपाईँको E74R भन्ने भिसा पनि छ। त्यो भिसा पनि सेम यही क्याटेगोरी अन्तर्गतको, तिनीहरू रिजनल भिसा भएको हुनाले मैले यहाँ E74 मै E74R पनि तपाईँ बुझ्नु होला। र यतापट्टि तपाईँको F2R भिसा पनि तपाईँको चाहिँ रिजनल भिसा तपाईँको E27 र E73 को स्टेप यही लाइनमा पर्छ। यस्तै त होइन, यही लाइनमा पर्ने भएको हुनाले मैले यहाँ मेन्सन गरेको छुइनँ। त्यही भएर अब कोरियामा लङ टाइमको भिसाको लागि तपाईँको चाहिँ वेहरू चाहिँ यिनै हुन्। म फेरि पनि भन्छु तपाईँलाई, यो चाहिँ एउटा जानकारीमूलक भिडियो मात्र हो। यो चाहिँ आधिकारिक वेबाट भन्दा पनि इन्फर्मेटिभ भिडियो बनाएको हो। त्यस कारणले यसलाई मात्रै सबै मान्यता, यो 100% चाहिँ यही हो भनेर चाहिँ तपाईँले जिद्दी नगर्नु होला। नियमहरू चेन्ज भइरहेछन्, त्यही भएर चाहिँ तपाईँले पनि खोज गर्नु होला है त। अब आज चाहिँ मैले यति नै मेरो जानकारीमा भएको कुराहरू तपाईँलाई जानकारी गराएँ। तपाईँले सबै एदेखि जेडसम्म हेरिदिनु भएकोमा धन्यवाद। मेरो भिडियोहरूलाई सब्सक्राइब पनि गर्दै गर्नुहोस्, लाइक पनि गर्दै गर्नुहोस्। यस्तै इमिग्रेसन सम्बन्धी कोरियामा भिडियोहरू चाहिँ बनाउने प्रयास मेरो जारी नै रहनेछ है त। धन्यवाद।